हेलो साथीहरू नमस्ते। आज हजुरहरूलाई म फेरि पनि मेरो गाउँको सानो सिनहरू देखाउँदैछु। हेर्दै गर्नुहोला मेरो युट्युब च्यानल रजनी राणा सर्च गरेर। हजुरहरूलाई म हाम्रो गाउँको यो बाटो मोटर बाटो र यता सिनहरू हेर्नु। हाम्रो घरदेखि यता पारिपट्टिको गाउँहरू अहिले त मान्छेहरू बस्न छोडिसके नि त, त्यही भएर जङ्गल जस्तो भयो पुरै। यो पारीहरू खेतहरू छ, खरबारीहरू छ, गाउँ छ, तर कस्तो के मान्छेहरू नबस्ने भएर अहिले त धेरै जङ्गल भइसकेको छ के। हेर्नु त सिन पनि आजको यस्तो राम्रो छ कि हेर्नु त। आज मौसम क्लियर छ, त्यही भएर हेर्नु त कस्तो राम्रो सिन। यहाँ माथि घर छ, बाख्राहरू पाल्नु भएको छ र गाउँमा बसेपछि बाख्रा भैँसीहरू पाल्नु नै पर्यो साथीहरू। र हेर्दै गर्नुहोला, म हजुरहरूलाई मेरो गाउँ भिजिट गराउँदैछु। यता तलतिर नै गाउँ छ यो चाहिँ बाटो, मोटर बाटो। पिच चाहिँ यहाँ तलसम्म भएको छ अनि यहाँ मास्तिर फेरि अब आउने बजेटले पिच हुँदैछ हाम्रो बाटो पनि। र हजुरहरूलाई आज म विशेष गरेर हाम्रो यो ठाउँको हरियाली जताततै हेर्नु न, मौसम क्लियर, त्यही देखाउन गइरहेको छु। हेर्दै गर्नुहोला, जाउ नमानिकन रजनी राणा युट्युब च्यानल सर्च गरेर हेर्नुहोला र लाइक अनि सेयर पनि गर्नुहोला। यहाँ चाहिँ पहिरो गएको छ साथीहरू, अस्ति यस्तो ठुलो पहिरो गएको तर छेकिएर अझै सानो भएको छ क्या। अस्ति पानी आउँदाखेरि पहिरो गएको र यो पारीको गाउँ हो। खेतहरू तल तल छ, यता माथितिर गाउँ छ। र हजुरहरूलाई म के देखाउन गइरहेको छु नि, आज हाम्रो गाउँको हरियाली सिनहरू देखाउँदैछु। हेर्दै गर्नुहोला। हेर्नु न कस्तो राम्रो देखियो हो। आज आकाश पनि निलोमा सेतो बादलहरू कस्तो दामी देखिएछ। ओ माई गड, हेर्नु न आकाश कस्तो राम्रो हो। आज मौसम क्लियर छ नि त, त्यही भएर साथीहरू हेर्दै गर्नुहोला। र म चाहिँ यहाँ बाटोमा हिँड्दैछु म पनि गाउँ भिजिट गर्दैछु, किनकि म यो गाउँको बाटो हाम्रो गाउँको बाटो म हिँड्दैछु र हजुरहरूलाई पनि देखाउँदैछु। यहाँ बाटो वाल निकालिएको छ, माथिबाट पहिरो झर्छ कि भनेर। यस्तै हो साथीहरू, अलिकति बाटोमा हिँड्यो भने त, उकालो चढ्यो भने त सास स्या भइनी के। उकालो छ नि त यहाँ, थोरै बाटो, गाउँको बाटो यस्तै हो, कहिले उकालो कहिले ओह्रालो गर्नुपर्छ। र जे होस्, गाउँमा बस्यो भने मान्छे डह्रो हुन्छ क्या, यो उकालो ओह्रालो हिँड्दाखेरि पनि एकदम हेल्ली हुन्छ गाउँको मान्छेहरू। ताजा हावा पानी अनि वातावरण राम्रो सफा। हेर्नु न बाटो कस्तो सफा छ, एउटा केही फोहोर छैन। गाउँ भनेको गाउँ नै हो, सफा सुन्दर शान्त विशाल हाम्रो देश नेपाल, जसमध्ये हाम्रो गाउँ पनि। हेर्दै गर्नुहोला, यस्तो बाटो पनि के देखाएको होला भन्नु होला साथीहरू। हेर्नुपर्छ कुन गाउँको कुन ठाउँको बाटो होला। यस्तो हुन्छ नि त अलिकति जिज्ञासा, त्यो ठाउँ कुन होला भन्ने पनि त हुन्छ नि त। त्यही भएर घरमै बसी पनि हामीले हरेकजनाको युट्युब च्यानल हेऱ्यो भने यो जिल्ला, यो ठाउँ, यो गाउँमा यस्तो रहेछ नि है भन्ने अलिकति थाहा हुन्छ नि त। त्यो गाउँमा पनि यस्तो रहेछ भन्ने थाहा हुन्छ साथीहरू। यहाँबाट चाहिँ हाम्रो गाउँतिर जाने बाटो है यो चाहिँ।
यहाँबाट माथि गाउँतिर गइन्छ र यहाँ पर चाहिँ हाम्रो भलिबल ग्राउन्ड छ। सास बढेर स्यास्या भइयो साथीहरू। आफू पनि म रित्तै छु है, यति भिडियो मात्र गराउँदै हिँडेको छु फेरि स्यास्या। र यो चाहिँ यहाँ यस्तो पल्तिर चाहिँ हाम्रो भलिबल ग्राउन्ड छ। यो हाड नभएको जिब्रो लतपटिन्छ, त्यही पनि मगरको छोरी, त्यही पनि अझै अशुद्ध जान्छ, तर लेख्दा चाहिँ शुद्ध लेखिन्छ हामीलाई, किनकि यता चाहिँ भलिबल ग्राउन्ड छ। र त्यो भलिबल ग्राउन्डमा माघे सङ्क्रान्तिमा हाम्रो मेला लाग्छ कि। यता चाहिँ ल अब यो रोड छोडेर यता चाहिँ म मेरो घरतर्फ जाँदैछु, हेर्दै गर्नुहोला। यता तलतिर गाउँ छ, घर छ, यता मासतिर ठुलो गाउँ छ, हामी चाहिँ बिचनेर छ क्या साथीहरू। त्यही भएर अब रोड बाटो छोड्यो, रोड बाटोबाट यता चाहिँ हाम्रो घर जानुपर्छ र हामी गाडी चलाउनु चाहिँ यही हो। हेर्दै गर्नुहोला साथीहरू, पारिवारिक गाउँहरू देखिएको छ। हजुरहरूलाई घरै बसी कुन ठाउँ, कुन जिल्ला, कुन गाउँ होला भनेर होइन भिजिट गरेर हेर्न सक्नुहुनेछ। हेर्दै गर्नुहोला साथीहरू। म चाहिँ हाम्रो चाहिँ यो बाटोमा स्कुटर बाइक हिँड्छ है, फेरि घरै पुग्छ। त्यो रोड हो, रोडसम्म जिपहरू आउँछ भने यो बाटोमा चाहिँ हाम्रो यो घरसम्म पुग्ने बाटोमा बाइक र स्कुटर जान्छ है, फेरि घरैसम्म। फेरि त्यहाँबाट यता सवारी साधन आफ्नै यता आउँछ, तर जिपहरू चाहिँ आउन सक्दैन, बाटो साँघुरो छ नि त। बाटो साँघुरो भएकोमा आउने कुरो हुँदैन, त्यही भएर बाइक स्कुटर चाहिँ यतै घरमा आइपुग्छ। माइगो त्यहाँ त के छ रहेछ न, के पोखेकै छ हेर्नु न, के को बिरुवा बोडा पोखे जस्तो हो यहाँ। अब रहेछ असब्जी बोडा पोखे जस्तो हो यहाँ एक ठाउँमा उम्रिया। हेर्नु त साथीहरू कस्तो राम्रो छ यो पानी अमला। कसैको बिहेमा गाडी सजाउनु पर्यो भने मलाई सम्झिनु होला, मैले गाडी पनि डेकोरेसन गर्छु। हेर्नु पानी अमला, बजारमा किन्नुपर्छ नि, हाम्रोतिर किन्नु पर्दैन। पानी अमला चाहिँ यस्तो राम्रो छ कि। र बेहुली मेकअप अथवा गाडी सजावट बिहाको लागि गर्नु पर्यो भने पनि सम्झिनु होला भन्न चाहन्छु म। र अब आइपुग्यो हाम्रो घरतर्फ साथीहरू। यहाँ कुकुर रहेछ र हेर्नु, कुकुर पनि छ नि। हेलो, यो चाहिँ हाम्रो साइला बाबाको घर, यता चाहिँ मेरो घर। म चाहिँ यता हाम्रो घरतिर जाँदैछु। हेर्दै गर्नु होला साथीहरू। आज हजुरहरूलाई यति नै सानो मिनी भ्लग लिएर आएको थिएँ, हेर्दै गर्नु होला। हस्त नमस्ते बाबा।